गुड इभिनिङ लु कुदाउ साइकल यसरी नानीहरूलाई क्लास गराउनुपर्छ मोबाइलमा भुलाउनु भन्दा यसरी जिममा ल्याउनुहोस् यसरी साइक्लिङहरू गर्छ उनीहरूको मेन्टली दिमागमा के हो मेन्टली भने त बुझ्दैन नि त अबको अहिलेको मान्छेहरू के फोक्टा रक्सी खाएर इङ्ग्लिस बोल्नु जानेछ कि खुब ज्ञानी हुनु खोज्छ रक्सी खालामा ज्ञानी हुन्छ मान्छे रक्सी ड्रग्स खाएको बेला कम्ती ज्ञानी कुरा गर्दैन तर फ्रेसको बेलामा ज्ञानी कुरा गर्दैन त मतलबीहरू सब फोनमा बस्यो है नानीलाई पनि फोनमा राख्यो बिगार्यो के बराइली पो भन्यो भाइको नाम रियाद बराइली अन्त यहाँ हाम्रो तल हाम्रो भाइको छोरा हो आजदेखि पठाएछ उसले लिएर आएछ गुड यसरी सोसाइटीलाई सोच्नुपर्छ भोलिको दिनमा हामी तपाईँ रहँदैनौँ यो भाइ बहिनीहरू रहन्छ त्यति बेला पनि जहाँ रक्सी सिगरेट बेडी कति नराम्रो नराम्रो घटनाहरू गर्दैछ नराम्रो क्राइमहरू त नराम्रो खानेले त गर्छ त तर मैले यो फ्री क्लासहरू गरिदिएको छु नानीहरूलाई 5 वर्षदेखि लिएर 12-13 वर्षसम्म आओस् गरोस् उनीहरूले फलम उचाल्नु पर्दैन उनीहरूले यसो साइकलहरू कुदाउँछ स्टेज एक्सर्साइजहरू गर्छ कुद्छ खेल्छ घुम्छ यो महलमा हुर्क्यो बढ्यो भनेदेखि चाहिँ भोलिको दिनमा राम्रो भएर जान्छ है तर तपाईँहरूले बुझ्ने नि यो कुराहरू कहाँ बुझ्छ हैन फ्री क्लास खोलेको फ्री भनेको बुझ्नुहुन्छ होला फ्री भनेको फोकटेमा भनेको बुझ्छ नि अब नेपालीबाट भन्दा नि त्यही कारण त म यहाँको हरेस लाग्छ अस्ति 1-2 जना नराम्रो भने कि त्यो जिम गर्न सक्दैन कहाँ नानीहरूलाई जिम गरेर लान्छ यस्तो ठुलै मान्छे टिभी लाग्छ टिभी घन्टा लाग्छ टिभी लाग्ने हो भने त हस्पिटलमा टिभी वार्डमा त सबै जिम गर्ने मात्रै टिभी लाग्ने हुन्छ रक्सी सिगरेट पनि खायो अन्त त्यो बुढो हुनुभन्दा अगाडि मरिहाल्छ अन्त के थाहा पाउँछ मान्छेले सोसाइटीको लागि सोच्नुपर्छ यसो नानीहरूलाई साइक्लिङहरू कुदायो एक्सर्साइजहरू गरायो यिनीहरूको दिमागमा त्यो जान्छ नि फोनमा राख्यो घोप्टो पारेर फोनमा खेलायो चाइना जापान युएस अमेरिका एडभान्स कन्ट्रीहरूको नानीहरू चाहिँ फिटनेसमा हाम्रो भाइ बहिनी हाम्रो नानीहरू इन्डियाको सिक्किमको नाम्चीको नानीहरू चाहिँ मोबाइलमा हरेस पो लाग्छ ल त आजलाई यति नै हो गर्नु ल साइकल मजाले बिस्तारै ल स्पिड नकुदाउनु बाई लभ यु अल